हेलो सम्पूर्णमा नमस्कार। म युवराज हुँ। सबै सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। आज हामी ह्याङ्जाको मानव सेवा आश्रममा छौँ। आज हाम्रो छोरा सुजल गुरुङको जन्मदिनको अवसरमा हामीले मानव सेवा आश्रममा बर्थडेको भोज खुलाउँदैछौँ। सम्पूर्ण बुवाआमाहरूको स्वागतमा यहाँको सम्मानमा भन्न चाहन्छु। अतिथि देव भव भन्दैछ नेपालको धरा, अतिथि देव भव भन्दैछ नेपालको धरा। स्वागत गर्दछौँ हजुरहरूलाई निभाउँदै परम्परा, स्वागत गर्दछौँ हजुरहरूलाई निभाउँदै परम्परा भन्दै पुनः एकचोटि सबैजना उहाँहरूको जोरदार तालीबाट सम्पूर्ण आमाहरूलाई स्वागत एवं सम्मान व्यक्त गरिँदैछ। आज हामीलाई विशेष गरेर सुजल गुरुङज्यूको 23औं जन्मोत्सवको अवसर पारेर हामीलाई भोजनदान गर्नको निमित्त यहाँ पाल्नु भएको छ। सुजल गुरुङज्यू हाल युकेमा हुनुहुन्छ। उहाँलाई म यहीबाट सम्झिन चाहन्छु र त्यसै गरी उहाँको बुवा हुनुहुन्छ प्रेम कुमार गुरुङज्यू, उहाँ पनि हाल युकेमा हुनुहुन्छ। उहाँलाई पनि म यहीबाट सम्झिन चाहन्छु र त्यसै गरी ममतामय माता हुनुहुन्छ कृष्णा गुरुङज्यू, हाल युकेमा हुनुहुन्छ। उहाँलाई पनि यहीबाट सम्झिँदै सबैजनाले उहाँको सम्मानमा जोरदार ताली बजाइदिनुहुन्छ। र त्यसै गरी छोराको जन्मदिन मनाउनको निमित्त यहाँ उपस्थित हुनुहुन्छ ठुलो बुवा हुनुहुन्छ धनबहादुर गुरुङज्यू। यहाँलाई फेरि परिचित भइदिनको लागि सादर अनुरोध गर्न चाहन्छु। सबैजनाले जोरदार ताली बजाएर यहाँलाई स्वागत एवं सम्मान व्यक्त गरिदिनुहुनेछ। त्यसै गरी दाई हुनुहुन्छ इब्राहिम गुरुङज्यू, उहाँ पनि हाल युकेमा हुनुहुन्छ। उहाँलाई पनि म यहीबाट सम्झिन चाहन्छु। र त्यसै गरी यहाँ उपस्थित हुनुहुन्छ ठुली आमा हुनुहुन्छ पुष्पा देवी गुरुङज्यू। यहाँलाई फेरि परिचित भइदिनुको लागि सादर अनुरोध गर्न चाहन्छु। सबैजना उहाँले जोरदार ताली बजाएर यहाँलाई पनि स्वागत गरिदिनुहुनेछ। र त्यसै गरी ठुली आमा हुनुहुन्छ कमला गुरुङज्यू, यहाँलाई पनि परिचित भइदिनुको लागि अनुरोध गर्न चाहन्छु। र त्यसै गरी साइला बुवा हुनुहुन्छ युवराज गुरुङज्यू, यहाँलाई पनि परिचित भइदिनुको लागि अनुरोध गर्न चाहन्छु। र त्यसै गरी कान्छी हाजी हुनुहुन्छ तेजु गुरुङज्यू, यहाँलाई पनि परिचित भइदिनुको लागि अनुरोध गर्दै फेरि पनि एकचोटि सबैजना बुवाहरू जोरदार तालीबाट सम्पूर्ण परिवारलाई स्वागत गरिदिनुहुनेछ। आज विशेष गरेर हामीलाई यहाँ आश्रित रहनुभएका 168 जना बुवाहरूलाई भोजन सेवा सपन अर्पण गर्नको निमित्त बिरौटाबाट पाल्नुहुने सम्पूर्ण हाम्रो आमा बुवाहरूलाई स्वागत गरिदिनुको लागि मानव सेवा आश्रमको परम्परा अनुसार अगाडि रहेको सन्दर्भ टीका र जय मानव सेवा जय मानव तरिकाको खदाबाट स्वागत गरिदिनुको लागि म सोनी मिसलाई अनुरोध गर्न चाहन्छु। सबैजनाले जोरदार ताली बजाइदिइराख्नुहुनेछ। आज भोजन सेवा सबै अर्पण गर्नको निमित्त पाल्नुहुने सम्पूर्ण आमा बुवाहरूको सम्मानमा यहाँको स्वागतमा सबैजनाले ताली बजाइदिइराख्नुको लागि यहाँ आउँदा नानी यो खिच्यो त फेरि फेरि यो गरिदिनु धेरै धन्यवाद, धेरै साधुवाद सोनी मिसलाई। र त्यसै गरी अब हामी कुनै पनि शुभ कार्य
गर्नु पूर्व कुनै पनि पूरित कार्य गर्नु पूर्व हामी अगाडि रहेको पानसमा दीप प्रज्वलन गरेर आजको शुभ कार्यलाई अगाडि बढाउनेछौँ। यहाँ अगाडि रहेको पानसमा दीप प्रज्वलन गरिदिनुको लागि यहाँ उपस्थित हुनुहुन्छ ठुलुवा ठुलियामा सबैजनालाई उठेर अगाडि रहेको पानसमा दीप प्रज्वलन गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु र सबैजना बुवाहरूले ताली बजाइदिनुको लागि पनि म अनुरोध गर्दछु। सबैजना बुवाहरूले ताली बजाइदिइराख्नुहुनेछ। धेरै धन्यवाद, धेरै साधुवाद सबैजना परिवारलाई। र त्यसै गरी आज हाम्रो मानव सेवा आश्रममा विशेष गरी हाम्रो विशेष बुवाहरूलाई भोजनदान गर्नको निमित्त आश्रम मानव सेवा हेन्जा यहाँलाई धेरै धेरै धन्यवाद र सर्वप्रथम धन्यवाद गर्छु परमप्रधान परमात्मा परमेश्वरलाई म हृदयदेखि धन्यवाद गर्छु। यसै गरी यस मानव सेवा आश्रम जो अर्गनाइजर हुनुहुन्छ रामजी अधिकारी, सम्मानित व्यक्तित्व रामजी अधिकारी, उहाँलाई पनि म हृदयदेखि धन्यवाद र सम्मान गर्दछु। किनभने मैले पहिले सुनेको थिएँ अनाथ आश्रम, फिर उसको पश्चात मैले सुनेको थिएँ वृद्ध आश्रम। अहिले एक सम्मानित व्यक्तित्व आउनुभयो जो रामजी अधिकारीज्यू, उहाँले जो मानव सेवा आश्रम यो अर्गनाइज उजागर गरेर आज यस हेन्जा स्थान र छोरे पाटनमा यो संस्था उजागर गरेर जति पनि अशक्त पुरुषहरू महिलाहरू उहाँलाई यस आश्रममा ल्याएर सुधार उडार गर्नुभएकोमा उहाँलाई फेरि पनि हृदयदेखि धन्यवाद र सम्मान गर्दछु। र यस आश्रम यो सेवा आश्रम शाखामा जो स्टाफ हुनुहुन्छ, कर्मचारी स्वयंसेवक पनि हुनुहुन्छ, यहाँलाई पनि हामी सबै परिवारको तर्फबाट फेरि धन्यवाद र सम्मान गर्दछु। अब भन्नुपर्दा त धेरै केही थिएन। आज मेरो साथी भाइ प्रेम कुमार गुरुङ र साथी कृष्णा गुरुङ जो उहाँको छोराहरू दुईजना हुन्छ, एक इप्रेम गुरुङ र दूसरा सुजन गुरुङ। आज पहिले पनि 2024 सालमा इप्रेम गुरुङको जन्मदिनको शुभ अवसरमा धेरै जिन्स आइटम जो थियो हामीले 150 थाली र दुईटा फिल्टर हुँदा नि फिल्टर र फेरि वाल क्लक यो पनि यस मानव सेवा आश्रममा सहयोग गर्नुभएको, उहाँले सहयोग गर्नुभएको थियो। सँगसँगमा यो दुईटा फिल्टर त मेरो छोरा रोशन गुरुङको जन्मदिनको शुभ अवसरमा मैले पनि दुईटा फिल्टर यहाँ सहयोग गरेको थिएँ। र वाल क्लक र 150 थाली त उहाँको छोरा इप्रेम गुरुङको तर्फबाट जन्मदिनको शुभ अवसरमा यस मानव सेवा आश्रममा सहयोग गर्नुभएको थियो। र भन्नुपर्दा आज 2083 साल साउन 3 गते तदनुसार 2026 साल जुलाई 19 गते यो इन्डियाको जो तिथि र मिति को जन्मदिनको शुभ सुजन गुरुङ
योग्य हजुर हामीले छोरा सुजल गुरुङको जन्मदिनको शुभ अवसरमा यो मानव सेवा आश्रममा यो भोज खुलाउँदै हो। सुजल गुरुङको एकदम सुस्वास्थ्यको कामना गर्दै मानव सेवा आश्रममा हामीले आज यो खाना कस्तो ठिकै छ खाना? दुई अप्रेल 2024 में दिएको यो घडी